सबैजनालाई नमस्कार। के तपाईले कहिले सोच्नु भएको थियो होला कि एउटा यस्तो समय पनि आउनेछ जहाँ नेपालको राजनीतिमा दशकौंदेखि अझै मानिएका र आफूलाई अल्टिमेट पावर सम्झने नेताहरू एकै झट्कामा किनार लाग्नेछन् भनेर। विक्रम सम्वत 2082 सालको आम निर्वाचनको नतिजाले नेपालमा मात्र होइन दक्षिण एसियाकै राजनीतिमा ठूलो सन्देश दिएको पाइन्छ। झापा 5 मा केपी ओलीको हार, शेरबहादुर देउवाको गढ डडेलधुरामा नयाँ शक्तिको उदय र प्रचण्डको माओवादी केन्द्रको अस्तित्व रक्षाको सङ्घर्ष। यो कुनै संयोग मात्र थिएन, तर यो त एउटा साइलेन्ट डेमोक्रेटिक रिभोल्युसन थियो। आजको यस भिडियो मार्फत हामी ती गहिरा कारणहरू खोतल्नेछौँ जसले गर्दा आज नेपाली काङ्ग्रेस, एमाले, माओवादी र राप्रपा जस्ता पुराना दलहरू इतिहासको पानामा खुम्चिन पुगेका छन्। आउनुहोस् विस्तारमा चर्चा गरौँ है त। पुराना दलहरूको पतनको पहिलो र मुख्य कारण हो अहङ्कार। तागत छ, कोही माइकालाल जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने। यो दुनियाँमा कोही माइकालाल जन्म्या छैन। केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो। जसरी बुझ्न मन लाग्छ बुझ्नुहोस्। केपी ओली लड्नु भएको ठाउँमा सबै दल एक भएर जाँदा पनि केपी ओलीलाई हराउने ताकत कसैको छैन। साथीहरू, लोकतन्त्रमा जनता नै सबैभन्दा ठूलो शक्ति हो भन्ने कुरा पुराना नेताहरूले बिर्सिसकेका थिए। पछिल्ला 5 देखि 10 वर्षमा नेपालमा जे जस्तो भयो त्यसलाई हामी म्युजिकल चेयरको राजनीति भन्न सक्छौँ। कहिले एमाले र माओवादी मिलेर नेकपा बनाउने, कहिले काङ्ग्रेस र माओवादी मिलेर सरकार बनाउने, अनि फेरि एमाले र माओवादी मिल्ने। यो सबै खेल केवल सत्ता र प्रधानमन्त्रीको कुर्सीका लागि मात्र थियो। जनताले जब महसुस गरे कि यी नेताहरूका लागि विचार र सिद्धान्त भन्ने केही चिज नै छैन, उनीहरूले सोचे जनतासँग अर्को विकल्प नै छैन, हामीले जे गरे पनि भोट त हाम्रै झोलामा आइहाल्छ नि। तर जेनजी पुस्ताले यो भ्रमलाई शान्तपूर्वक मतपेटिका मार्फत तोडिदिए। 2082 साल भदौ महिना भ्रष्टाचार विरुद्धमा उत्रिएका जेनजी विद्रोह यस परिवर्तनको प्रस्थान बिन्दु थियो। जब सरकारले टिकटक लगायत सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगायो र सडकमा उत्रिएका निशस्त्र युवाहरूमाथि दमन गर्दा 77 जनाले ज्यान गुमाउनु पर्यो, तब सरकारको यस्तो निरङ्कुश व्यवहारले जनताको धैर्यको बाँध तोडिदिएको थियो। पुराना नेताहरूले यो बुझेनन् कि आजको युवा पुस्ता डिजिटल रूपमा साक्षर छन्। उनीहरूले डिस्कर्ड, VPN र टेलिग्राम मार्फत आन्दोलनलाई सङ्गठित गरे। पुराना दलका झोले कार्यकर्ताहरूले फैलाउने भ्रमलाई युवाहरूले तथ्य र डाटा मार्फत काटिदिए। पुराना दलहरूको अर्को ठूलो समस्या थियो संस्थागत गुण्डागर्दी। हरेक क्षेत्रमा दलका भातृ सङ्गठनहरूको बिगबिगी थियो। चाहे त्यो यातायात क्षेत्रमा होस्, सिन्डिकेटले गर्दा जनताले महँगो भाडा र थोत्रा बसहरूमा यात्रा गर्नुपर्ने थियो। ठेकापट्टाको कुरा गरौँ भने हरेक विकास निर्माणको काममा पार्टीका डनहरूको कमिसन चल्थ्यो। दैनिक प्रशासनिक कामको कुरा गर्यो भने एउटा सामान्य नागरिकले सरकारी कार्यालयमा काम गराउन पनि कुनै न कुनै पार्टीको कार्यकर्ताको शरण पर्नु पर्थ्यो। बालेन शाह र हर्क साम्पाङले यो गुण्डा संस्कृतिलाई विस्थापित गरेर सम संस्कृति ल्याए। जब जनताले नेतालाई भाषणमा होइन फिल्डमा काम गरेको र भ्रष्टाचार विरुद्ध लडेको देखे, तब उनीहरूले महसुस गरे कि हामीलाई संरक्षक होइन सेवक चाहिएको हो भनेर। अर्को कारण हो शिक्षा र योग्यताको उपहास। सम्झौता, अनुमोदन, सम्मेलन, समर्थन। देशमा कृषि विकास प्रधान भनिन्छ, देखिन्छ हो र भाव सरी है ओ माई गॉड निधन भएकोमा उहाँ संविधानको ठिक विपरीत छ। साथीहरू, कुनै पनि देशको नीति निर्माण गर्ने ठाउँ संसदमा कस्तो खालको मान्छे हुनुपर्छ? पक्कै पनि पढे लेखेका र विज्ञहरू होइन र? तर नेपालमा उम्मेदवार बन्नका लागि योग्यता होइन, जेल बसेको हुनुपर्ने र नेतृत्वको चाकरी मुख्य मापदण्ड बनेको थियो। संसदमा नीति बनाउने ठाउँमा ड्रप आउटहरूको बहुमत देखिन्थ्यो। अर्कोतिर राजसपा र नयाँ शक्तिहरूले डाक्टर, इन्जिनियर, अर्थशास्त्री र सामाजिक अभियन्ताहरूलाई अगाडि सारेका थिए। जनताले प्रश्न गरे, जसले एउटा सामान्य इमेल पठाउन जान्दैन उसले मेरो देशको भविष्यको कानुन कसरी बनाउन सक्छ? यो क्वालिफिकेसन भर्सेस कनेक्सनको लडाईँ थियो, जसमा अन्ततः योग्यले नै जितेको पाइन्छ। जनताहरू आजित भएको अर्को कारण हो भ्रष्टाचारको संस्थागत संरचना।
जस्तै नक्कली भुटानी शरणार्थी प्रकरणको कुरा गरौँ। आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर विदेशमा शरणार्थीको रूपमा बेच्ने यो घटनाले अन्तर्राष्ट्रिय स्तरमै नेपालको बेइज्जत गरायो। यसमा पूर्व गृहमन्त्रीदेखि उच्च पदस्थ कर्मचारीहरूको संलग्नताले राजनीति कतिसम्म गिर्न सक्छ भन्ने देखाएको थियो। अर्को भ्रष्टाचारको कुरा गरौँ भने ललिता निवास जग्गा प्रकरण। सरकारी जग्गालाई कृत्रिम कागज बनाएर नेता र व्यापारीको मिलोबतोमा व्यक्तिको नाममा दर्ता गर्ने यो प्रपञ्चले राज्यको सम्पत्ति दोहनको पराकाष्ठा देखाएको थियो। यस्तै अर्को कारण रहेको छ वाइड बडी विमान खरिद काण्ड। नेपाल वायु सेवा निगमको लागि विमान किन्दा भएको अर्बौं घोटालाले राष्ट्रियतालाई नै धराशायी बनाएको थियो। यो काण्डमा सत्तापक्ष र प्रतिपक्ष दुवैका शीर्ष नेताहरूको नाम मुछिनुले उनीहरू स्वार्थमा कसरी एक हुन्छन् भन्ने कुरा स्पष्ट बनाएको थियो। यति र ओम्नी प्रकरणको कुरा गरौँ भने राज्यको स्रोत र साधनलाई निश्चित व्यापारी घरानाको पोल्टामा सुम्पिने क्रोनी क्यापिटलिजमको यो एउटा खराब उदाहरण बनेको थियो। यसरी नै कोभिडको समयमा पनि औषधि खरिदमा भएको अनियमितताले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको पुष्टि गर्यो। सुन तस्करी काण्डको कुरा गर्दा विमानस्थलबाटै किलोका किलो सुन तस्करी हुनु र यसमा ठुलो दलका नेताका छोराछोरीहरू र आफन्तहरूको नाम जोडिनुले नेपाल तस्करहरूको अखाडा बन्दै गएको कुरा स्पष्ट बनायो। यसरी नै तेह्रथुमको गिरिबन्धु टी स्टेटको कुरा गर्दा जग्गा सट्टापट्टाको नाउँमा अरबौंको सरकारी जग्गा भूमाफियालाई सुम्पिने योजनाले नीतिगत भ्रष्टाचार कसरी गरिन्छ भन्ने उजागर गरिदियो। अर्को कारण रहेको छ हरेक निकायमा राजनीतिक हस्तक्षेप। पुराना दलहरूले नेपालका कुनै पनि स्वतन्त्र संस्थालाई बाँकी राखेकै थिएनन्। चाहे विश्वविद्यालयको कुरा गरौँ, उपकुलपति नियुक्तिमा भागभण्डा गर्दा शिक्षाको गुणस्तर ध्वस्त भयो। स्वास्थ्यको कुरा गरौँ, अस्पतालमा निर्देशक नियुक्तिमा राजनीति छिर्दा गरिबले उपचार पाउनै छाडे। प्रहरी र न्यायपालिकाको कुरा गरौँ, अपराधीलाई राजनीतिक संरक्षण दिने र न्यायाधीश नियुक्तिमा कोटा प्रणाली लागू गर्ने काम भयो। खेलकुद र संस्थाहरूको कुरा गरौँ भने क्यान, एन्फा र नेपाल एयरलाइन्स जस्ता संस्थाहरूलाई कार्यकर्ता भर्ती गर्ने थलो बनाइयो। जब हरेक ठाउँमा राजनीति छिर्छ तब सिस्टम कोल्याप्स हुँदै जान्छ। नयाँ पुस्ताले यही सिस्टम रिसेटका लागि यसपालि मतदान गरेका थिए। यसरी नै अर्को कारण रहेको छ धर्मको राजनीति। राप्रपाले यसपालि फेरि हिन्दू राष्ट्र र राजतन्त्रको नारालाई हतियार बनाउन खोज्यो। कतिपय ठाउँमा धार्मिक अल्पसंख्यकहरूमाथि प्रहार गरेर कट्टरपन्थी भोट तान्न खोजियो। तर साथीहरू, धर्मले मात्र के देशको समस्यालाई समाधान गर्छ र? नेपाली युवाहरूलाई मन्दिर र चर्चको विवादमा फस्नुभन्दा पनि उनीहरूलाई त जब्स, आइटी इन्फ्रास्ट्रक्चर र सोसल सेक्युरिटी चाहिएको थियो। बालेन र रासोपाले धर्मनिरपेक्ष र सांस्कृतिक रूपमा सचेत र आधुनिक बाटो देखाएका थिए। यसरी जनताले कट्टरपन्थी सोचलाई भन्दा पनि प्रगतिशील सोचलाई रोजे। यसै गरी नै अर्को कारण रहेको छ नेपालको राजनीतिमा हुर्किएको नेपो बेबी संस्कृति र नेताहरूका सन्तानको विलासी जीवनशैली। आम युवाहरूको आक्रोशको मुख्य कारण पनि यही बनेको थियो। एकातिर देशका लाखौं सृजनशील युवाहरू रोजगारीको अभावमा मरुभूमिको तातो रापमा पसिना बगाउन बाध्य छन्। अर्कोतिर तिनै युवाहरूको भविष्यमाथि रजाइ गरिरहेका नेताका सन्तानहरू सामाजिक सञ्जालमा महँगा गाडी, ब्रान्डेड घडी र वैदेशिक भ्रमणका तस्विरहरू प्रदर्शन गर्दैछन्। यसै कारण यो चरम असमानता र विलासिताले भुइँतका जनतामा एउटा गम्भीर प्रश्न उब्जायो कि के हामीले ल्याएको लोकतन्त्र केही सीमित टाँठाबाठाहरूको मोजमस्तीका लागि मात्रै थियो र? यस्तै अर्को ठुलो समस्या भनेको राजनीतिक उत्तराधिकारको नाममा मौलाएको नातावाद हो, जसले पुराना दलहरूलाई भित्रैदेखि खोक्रो बनाइसकेको थियो। दशकौंदेखि पार्टीका लागि रगत पसिना बगाएका र क्षमता भएका इमान्दार कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नै छोराछोरी वा आफन्तलाई टिकट दिने र शक्ति सुम्पिने प्रवृत्तिका कारण पार्टीभित्रको मेरिटोक्रेसी ध्वस्त हुन पुगेको थियो। राजनीतिलाई जनसेवा भन्दा पनि पारिवारिक व्यापार जस्तो बनाइएपछि नयाँ पुस्ताले 2082 को निर्वाचन मार्फत यो वंशवादको विरासतलाई अस्वीकार गरिदियो। पुराना दलहरू पूर्ण रूपमा समाप्त भइसकेका चाहिँ होइनन्, तर उनीहरूको कार्यशैली र अहङ्कार भने पक्कै कोल्याप्स भइसकेको हो। 2082 सालको निर्वाचनको परिणामले उनीहरूलाई आइसियुमा पुर्याएकै हो, तर सही उपचार भएमा पुनरागमन सम्भव छ। इतिहास साक्षी छ, कैयौं पुराना शक्तिहरू सुध्रिएर फेरि सत्तामा फर्केका छन्। यदि नेपाली काङ्ग्रेस, एमाले र माओवादी जस्ता दलहरूले आफ्नो कार्यशैली र अहङ्कारको विसर्जन गर्ने हो भने पुनरागमन अझै सम्भव छ। त्यसैले अहिलेको परिणाम पुराना दलहरूका लागि वेकअप कलको रूपमा लिन सकिन्छ। यसका लागि सर्वप्रथम पुराना नेताहरूले बा संस्कृति र पदको मोह त्यागेर अभिभावकको भूमिकामा रही 40 देखि 50 वर्ष मुनिका भिजन भएका युवाहरूलाई नेतृत्व सुम्पिनुपर्छ। हाम्रोलाई होइन, राम्रोलाई स्थान दिनुपर्छ।
पार्टीलाई बिचौलिया र ठेकदारको क्लबबाट मुक्त गरी विषयगत विज्ञहरूको थलो बनाउँदै लेनदेनको सट्टा सेवामुखी राजनीतिमा केन्द्रित हुनुपर्छ। भाषणमा मात्र होइन, व्यवहारमै आफ्ना भ्रष्ट कार्यकर्ता र नेपो बेबीहरूलाई कारबाही गर्ने साहस देखाउँदै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनु अनिवार्य छ। साथै पार्टीभित्र प्रश्न सोध्ने लोकतान्त्रिक वातावरण सिर्जना गर्ने र प्रविधि मैत्री डिजिटल गभर्नेन्सलाई मुख्य एजेन्डा बनाउँदै सरकारी सेवामा पारदर्शिता ल्याउन सकेमा मात्र जनताको गुमेको विश्वास पुनः फिर्ता हुन सक्छ। अर्को कारण रहेको छ बालेन शाह र राजसोपाको उदय। बालेन शाहको झापा 5 मा भएको जितले एउटा ठूलो सन्देश दिएको छ। उनी केवल काठमाडौँका मेयर मात्र रहेनन्, उनी एउटा आइकन अफ डेलिभरी बने। राजसोपा र श्रम संस्कृति जस्ता शक्तिहरूले जनतालाई के बुझाउन सफल भयो भने राजनीति भनेको कुनै कठिन र फोहोरी खेल होइन, यो त इच्छा शक्ति भएमा गर्न सकिने सेवा मात्र हो। उनीहरूले कुनै पनि परम्परागत सङ्गठन बिना केवल सामाजिक सञ्जाल र डेलिभरीको आधारमा चुनाव जितेका छन्। तसर्थ साथीहरू, 2082 सालको निर्वाचनको यो नतिजा नेपालका लागि एउटा नयाँ बिहानीको रूपमा आएको छ। तर के अब सबै समस्याहरू समाधान भएर जानेछन् त? अहिले त्यसो भन्नु चाहिँ हतार हुन्छ। पुराना दलहरू त ढले, तर नयाँ शक्तिहरूका लागि अब अग्नि परीक्षा सुरु भएको छ। के उनीहरूले यो भत्किएको कर्मचारी तन्त्र, धराशायी अर्थतन्त्र र राजनीतिक हस्तक्षेपलाई सुधार्न सक्लान् त? वा उनीहरू पनि कालान्तरमा सत्ताकै मोहमा फस्लान्? यो त समयले नै बताउनेछ। तर एउटा कुरा निश्चित छ, नेपाली जनता अब सचेत भइसकेका छन् र उनीहरूलाई झुक्क्याउन अब सजिलो चाहिँ पक्कै पनि छैन। तपाईँलाई के लाग्छ कि यो परिवर्तनले नेपाललाई साँच्चै समृद्ध बनाउँछ त? वा हामी फेरि अर्को एउटा राजनीतिक प्रयोगमा मात्र बाँचेका छौँ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला। यदि तपाईँलाई मेरो विश्लेषण मन पर्यो भने लाइक गर्नुहोला, साथीहरूलाई सेयर गर्नुहोला र जाँदा जाँदै सब्सक्राइबको बटन थिच्न चाहिँ नबिर्सिनुहोला। तथ्यमा आधारित हुनुहोस्, शिक्षित बन्नुहोस् र देशको भविष्य निर्माणमा जिम्मेवार बन्नुहोस्। जय नेपाल, नमस्ते।